हाम्रो युट्युब च्यानलमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु। आज हामीले यस भिडियो अन्तर्गत अन्डर 16 नेपाली क्रिकेटको बारेमा आगामी खेलको बारेमा जानकारी यहाँहरूलाई प्रस्तुत गर्दैछौँ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै खेल समाचारको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। अब लागौँ नेपालको खेलको तालिकाको बारेमा। मलेसियामा आगामी आइतबारबाट यानी कि भोलिदेखि सुरु हुने एसीसी मेन्स अन्डर 16 इस्ट जोन कपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले बिहिबार विपिन प्रसाद शर्माको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा सूर्यान्शु कोइराला रहेका छन्। गत साता सुर्खेतमा सम्पन्न टिभी शाह मेमोरियल अन्डर 16 राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 10 टोलीको सहभागिता रहेको छ। सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह ए मा रहेको नेपालको समूहमा सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै समूह बी मा आयोजक मलेसिया सहित हङकङ, मालदिप्स, थाइल्यान्ड तथा म्यानमार रहेका छन्। नेपाल हालसम्म भएका प्रतियोगिताको 3 संस्करणको च्याम्पियन हो। आइतबार सिङ्गापुरसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ। मङ्गलबार जापानसँग खेल्ने नेपालको तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। 2 सेमिफाइनलका विजेता बीच 5 जुलाई असार 21 मा फाइनल खेल हुनेछ। अब लागौँ नेपाली अन्डर 16 टोलीमा पर्न सफल खेलाडीहरूको नामाकरणबाट। विपिन प्रसाद शर्मा कप्तानको भूमिकामा रहनेछन्। सूर्यान्शु कोइराला उपकप्तान, परिमार्जन यादव, शिवांश बजगाई, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साई नेपाली अन्डर 16 टोलीमा समावेश भएका छन्।